अंकल तपाईले थाहा छ म अलिक कम ह्यान्डसम भए पनि मलाई केही पनि फरक पर्दैन तर जस्तै अब म गरिब भए पनि नि म गुजारा आफ्नो जिन्दगी आफ्नो घर परिवार गुजारा गर्न सक्छु जस्तो लाग्छ तर जस्तै मेरो अब के म अलिक कालो भए पनि नि मलाई त्यस्तो केही पनि लाज जस्तो लाग्दैन तर म चाहिँ मलाई हेला गरेर घोचाएर बोल्दा पनि नि मलाई केही पनि जस्तो लाग्दैन तर अनि के तर जस्तै आँखा मेरो भएन भने नि मेरो जिन्दगी नै पुरा अन्धकार जस्तो लाग्छ आँखा बिना त म मेरो लाइफ कल्पनै गर्न सक्दिनँ त्यो त हो त्यो त कसैले पनि गर्न सक्दैन नि हो त्यो त आँखा बिना त म त सोच्नै सक्दिनँ म केही कल्पनै गर्न सक्दिनँ कसरी बाँच्ने भनेर अनि मानव कसैको आँखामा केही समस्या छ भने त्यस्तो व्यक्तिले के गर्नुपर्छ हो ठ्याक्कै हजुरले एकदम राम्रो प्रश्न गर्नुभयो त्यसको लागि चाहिँ भोलि यही मिति 2082 साल 12 महिना 14 गते तपाईको यो कोल्भी 8 को बेलुवा बजारमा सेवा फाउन्डेसनद्वारा निशुल्क आँखा परीक्षण चाहिँ सेवा दिइरहेको छ त्यहाँ जतिले आँखा सम्बन्धी समस्या छ अथवा समस्या नभए पनि त्यहाँ एकचोटि आफ्नो आँखा ठिक छ कि छैन अथवा आँखामा के समस्या छ त्यो एकचोटि चेक गराउन सक्नुहुन्छ एकदम राम्रो आँखा भएकोले पनि चेक गराउँदा केही फरक पर्दैन निशुल्क छ र चेक गर्दा आफूले थाहा हुन्छ नि त केही आँखामा केही त्यस्तो समस्या छ कि छैन भनेर र यदि मानव समस्या छ र तपाईको मोतियाबिन्दको अपरेसन गर्नु पर्यो भने त्यो निशुल्क त्यही सेवा फाउन्डेसनद्वारा नै तपाईको परवानीपुरको केडिया अस्पतालमा त्यो सम्बन्धी पनि शल्यक्रिया सम्बन्धी पनि सेवा दिइरहेको छ जसले गर्दाखेरि बिना आँखाको कसैले पनि कल्पना गर्न सक्दैन त्यही भएर हजुरहरु जतिजना यो भिडियो हेरिराख्नु भएको छ यो तपाईको अघि नै मैले भनिहाले कोल्भी 8 को बेलुवा बजारमा 9 बजेदेखि 3 बजेसम्म आँखा निशुल्क आँखा परीक्षण हुन गइरहेको छ त्यसमा हजुरहरुले गएर त्यो अवसरको चाहिँ फाइदा उठाउनु होला मेरो एउटा के जिज्ञासा छ भने नि मानले यदि कोही बिरामी यदि कुनै पनि व्यक्ति यदि चेक जाँच गराउँदाखेरि कसैको मानले मोतियाबिन्द निस्कियो भने अथवा अपरेसन गर्नुपर्ने अवस्था आयो भने त्यस्तो बिरामीहरूको लागि अर्थात् आँखामा समस्या देखा परेका व्यक्तिहरूको लागि के कस्ता सेवा सुविधाहरू उपलब्ध गराइएको छ त्यो संस्थाले जस्तै कि तपाईको मोतियाबिन्द निस्क्यो भने त निशुल्कै शल्यक्रिया गराउँछ र जस्तै अब विस्तृत रूपमा बुझ्नु पर्यो भने त्यो सेवा फाउन्डेसनको यहाँ स्क्रिनमा नम्बर दिएको छ यसमा हजुरहरुले सम्पर्क गरेर एकदम विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ यो नम्बरमा तपाईको फोन लाग्छ र तपाईको यसमा एकदम विस्तृत रूपमा जे पनि बुझ्न सकिन्छ थप जानकारीको लागि तपाईको यसमा सम्पर्क गर्नुभयो भने त्यहाँबाट सबै जानकारीहरू मिल्छ ठिकै छ अब सबैजनाले यो मौकाको फाइदा उठाउनु होला हाम्रो यो नयाँ बस्ती आसपास बस्नुहुने जति पनि आँखाका बिरामीहरू हुनुहुन्छ नि एकचोटि तपाईहरु समयमै गएर आफ्नो आँखाको चेक जाँच गराउनु होला यदि त्यस्तो केही समस्या आयो भने सेवा फाउन्डेसनद्वारा अब निशुल्क चेक जाँच भइराखेको छ सकभर सबै सहयोग गर्नुहुन्छ होला भन्ने आशा छ ल धन्यवाद